गौमुखीको परीक्षा नतिजामा अनियमितता, दोषीमाथि कारबाहीको माग। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। प्युठानको गौमुखी गाउँपालिकामा कक्षा 5 र 8 का वार्षिक परीक्षाको नतिजामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख राजनैतिक दलहरूले छानबिन र कारबाहीको माग गरेका छन्। नेकपा एमालेका अध्यक्ष जुमान सिंह जीसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष रमेश राणा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनक केसीले संयुक्त रूपमा गाउँपालिका प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले परीक्षा समितिमा संलग्न भएका व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाई कडा कारबाही गर्न माग गरेका छन्। एमाले अध्यक्ष जीसीले भने यो अनियमितताले सम्पूर्ण शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी र अभिभावकहरूको असन्तोष बढ्दै गएको छ। गौमुखी गाउँपालिका 5 स्थित जनसहयोगी माध्यमिक विद्यालयमा कक्षा 5 का केही फेल भएका विद्यार्थीहरूलाई उत्तीर्ण गराएको दाबी गरिएको छ। यो घटनाले थप विवाद चुलिएको छ। नेताहरूले यस्ता अनियमिततालाई रोक्न तत्काल छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।